हेलो एभ्रिवान, नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी लाग्यौँ लुम्बिनीतिर घुम्नलाई। लुम्बिनी जाँदैछौँ। हामी चाहिँ बसबाट झरेर अब अटोमा चढ्न लाग्यो। अटोमा चढिसकेपछि हामी चाहिँ लुम्बिनीतिर जान लाग्यो। मेरो साथीहरू घुम्न पाएर मक्खी छन्। उनीहरूलाई घुम्न पाएपछि केही पनि चाहिन्न। अब हामी चाहिँ हिँडेको लुम्बिनीको लागि। सबैजनाले हेरिदिनु होला। हामी चाहिँ अब लुम्बिनी आउन लाग्यौँ। रमाइलो भयो अटोमा साथीहरूसँग। आफू जस्तो साथी भएपछि केही पनि चाहिन्न। हामी चाहिँ पहिला चाहिँ यता मन्दिर घुम्न आयौँ अनि त्यहाँ घुम्यौँ अनि फोटोहरू टिकटकहरू बनायौँ। एकदमै राम्रो कमलको पोखरी रहेछ अनि कमलको पोखरीमा गएर पनि फोटोहरू खिच्यौँ, भिडियो बनायौँ। अनि चाहिँ हामी भिडियो बनाइसकेपछि लाग्यौँ अर्को मन्दिरतिर। अर्को मन्दिर बाटो गाइस आँप चोर्नला दुग्रेका गाइस आँप चोर्नला हिँडेका है। तिनीहरूलाई चोर ल जान्दिनन् र के त्यसपछि हामी लाग्यौँ अर्को मन्दिरतिर। यहाँ चाहिँ एकदमै राम्रो मन्दिर रहेछ। चौर पनि एकदमै राम्रो। अगाडि आन्टीहरू हिँड्नुभयो। मेरो साथीहरू घुम्न पाएर मक्ख छन्। मक्ख पनि कति हो कति मक्ख भएर बाहेक अरू भन्न जान्दिनन् मेरो साथीहरूले। अनि हामी फेरि लाग्यौँ अर्को मन्दिरमा। यहाँ पनि गएर फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ। यस्तै भिडियो फोटो खिचिसकेपछि हामी अब चाहिँ लाग्यौँ अर्को मन्दिरतिर। लाग्यौँ। अब अर्को मन्दिरतिर लागिसकेपछि मन्दिरहरू पनि चारतर्फ रहेछन्। एकीतिर बाबु राम्रो हुन्छ त, चारतिर घाममा कति धेरै गर्मी थियो। गर्मी त कुरै नगरौँ। अनि हामी यहाँबाट निस्क्यौँ। मेरो साथीहरू मक्ख भएर एकदमै धेरै लाग्यौँ हामी अर्को मन्दिरतिर। एकदमै रमाइलो भयो। अनि सबैतिर घुम्यौँ। अनि घुमिसकेपछि केहीहरू अवलोकन पनि गर्ने मौका पायौँ यही ठाउँमा। एकदमै रमाइलो भयो हामीहरूलाई चाहिँ। मेरो साथीहरू मक्खै छन् जति बेला पनि। अब जस्तै साथी भएपछि चाहिँ एकदमै रमाइलो हुन्छ कि यात्रा गर्दा पनि। धेरै मन्दिरहरूमा गयौँ। यहाँ चाहिँ बुद्धको ठुलो मूर्ति रहेछ। यहाँ गएर पनि फोटोहरू भिडियोहरू खिच्यौँ। अनि खिचिसकेपछि हामी चाहिँ लाग्यौँ फेरि अर्को। त्यो अटो दाइले के भन्दै हुनुहुन्थ्यो, मैले चाहिँ नाम चाहिँ ठ्याक्कै याद भएन। मेरो साथीहरूलाई हेरेँ आँप देखेपछि अघि पनि चोर्न जानुभयो, सफल हुनु भएन। आँप देखेपछि चोरुम हुन्छ। अनि यहाँ चाहिँ हामीले तालहरू हेऱ्यौँ, माछाहरू हेऱ्यौँ बाहिर। अनि भित्र जानको लागि यहाँ जुत्ता चप्पल काट्न पर्दो रहेछ। जुत्ता चप्पल काट्न लास्टै झ्याउ लाग्ने मलाई होइन साथीहरू। अनि त्यही पनि आइसकेपछि जानु नै पर्यो। भित्र जाँदा भिडियो फोटोहरू खिच्न नपाउँदो रहेछ। अनि यति शान्त छ यो भित्रको मन्दिर त आमामामा। एकदमै उहीँ गएर बसौँ लाग्दो रहेछ कि। धेरै शान्त त्यो बुद्धको उहरू अनि बस्ने ठाउँहरू रहेछ। तर हामी बस्न त नपाउँदो रहेछ। हामी चाहिँ लाग्यौँ अब अर्को मायादेवी मन्दिरतर्फ।
त्यहाँ गएर चाहिँ डुगा चढ्नलाई टिकट काट्ने भनेर दाइसँग छलफल भयो अनि पैसा चेन्ज नै रहेनछ। अनि हामी चाहिँ यहाँबाट झऱ्यौँ। अनि झरिसकेपछि डुगाको टिकट काट्नको लागि जाँदै थियौँ। ठ्याक्क एकदमै भोक लागिरहेको थियो। अनि चटपटे पसलदेखि दाइलाई चाहिँ चटपटे बनाउन लगायौँ। मेरो साथी चटपटे बनाएपछि रुक्कै। अनि म चाहिँ गएर चटपटे भने अनि त्यहाँबाट बाहिर जानको लागि ठाउँ रहेनछ, त्यो नागेर जानु पर्दो रहेछ। अनि वहाँ गएर ढुङ्गाहरू पनि हेऱ्यौँ। गर्मी चाहिँ एकदमै थियो साथीहरू, गर्मीले चाहिँ एकदम पोलिरहेको थियो। तर पनि घुम्न पाउँदा गर्मी पनि नलाग्दो रहेछ। दाइ चाहिँ चटपटे बनाउनु सुरु गर्नुभयो। यिनीहरूले चटपटे पाएपछि केही पनि चाहिन्न, चटपटे पाउनुभयो। अटोको दाइले हेल्प गर्नुभयो चटपटे पुऱ्याउनु। अनि हामी चाहिँ अब चटपटे लिएर लाग्यौँ ढुङ्गातिर। ढुङ्गा चाहिँ हल्लिँदो रहेछ, यस्तो डर लागेको थियो चढ्न पनि। तर पनि रमाइलो भयो चढेर भ्याइसकेपछि त। अनि टिकट लिएर जानुपर्छ भनेर टिकट लिनको लागि कुरिराख्यौँ। साथीलाई खान आतुर भयो। फाइनली हामी ढुङ्गामा आयौँ। अब चाहिँ हामी मायादेवी मेन मन्दिरतिर जान लागेको। मलाई चाहिँ रमाइलो भएर खाँदा खाँदै पनि भिडियो बनाएँ। अनि 2-4 जना अरू पनि हुनुहुन्थ्यो। हामी चाहिँ आयौँ अब मायादेवी मन्दिर मेन मन्दिरमा। यहाँ चाहिँ एउटा दियो रहेछ। यो चाहिँ पानी आए पनि जे भए पनि ननिम्नेवाला दियो रहेछ। अचम्म लाग्यो यो सुनेर। अटोको दाइले भन्नुभयो यस्तो यस्तो भने। अनि एकदमै अचम्म लाग्यो। अनि त्यहाँबाट हामी लाग्यौँ गौतम बुद्ध जन्मेको ठाउँतिर। रमाइलो गर्दै गर्दै गौतम बुद्ध जन्मेको ठाउँतिर लाग्यौँ। साथीहरू मक्खै छन्, आफ्नै तालमा बिजी छन्। मेरो साथीहरूलाई अरूलाई उडाउन पाएपछि एकदमै धेरै उडाउँछ नै साथीहरू, कोही मान्छे देखेपछि। अनि अब चाहिँ हामी हिँडिराख्यौँ। घाम चाहिँ एकदमै धेरै थियो के, गर्मी भए पनि। अनि नजाने भने भिडियो बनायौँ। अब चाहिँ हामी गौतम बुद्ध जन्मेको ठाउँ जान लागेको। गौतम बुद्ध जस्तै ज्ञानी बनाइदिनु भन्ने मनमा सोच राख्दै हामी चाहिँ लाग्यौँ। आइसकेपछि त्यहाँ चाहिँ भित्र जाँदा जुत्ता चप्पल काट्नु पर्दो रहेछ। हामीले पनि त्यही काट्यौँ जुत्ता चप्पल। अनि भित्र प्रस्थान गऱ्यौँ। भित्र गइसकेपछि धेरै लाइन रहेछ। एकछिन त गर्मी हुन्छ भनेर भन्यो। अनि खानेकुरा चाहिँ लगेको थियौँ। खानेकुरा लगेर गयौँ। गएर गौतम बुद्ध हेऱ्यौँ। भित्र चाहिँ भिडियो बनाउन नपाउँदो रहेछ। अनि हामी बाहिर लाइनमा बस्यौँ। लाइनमा बस्दा एकदमै धेरै थियो। अनि लाइनमा पनि भिडियो बनाइदिएँ। अनि लाइन बसिसकेपछि हामी भित्र छिरिसकेपछि चाहिँ भिडियो फोटो बनाउन नपाउँदो रहेछ। नपाएपछि अब हामी चाहिँ बाहिर निस्क्यौँ। फाइनली गाइज गौतम बुद्धका पाइलामा गएर पनि आयौँ। अब चाहिँ यताउति रमाइलो लाग्यो बाहिर चाहिँ। अनि मेरो साथीहरूलाई चाहिँ चटपटेले पुगेन अरे, भोक लाग्यो भन्दैछन्। अनि हामी चाहिँ यताउति तालहरू हेऱ्यौँ। तालमा कछुवा माछाहरू एकदम खेलिरहेका थिए। मेरो साथीहरूलाई भोक लाग्यो अरे, अनि खान लागे। अनि अब चाहिँ हामी खाएर लाग्यौँ। अब फर्किने क्रममा मेरो साथीलाई दो भएर मेरो साथीहरू चाहिँ अटोमै निदाइदिए। अब मलाई चाहिँ निद्रा लागेन। अनि के गरौँ भयो, भिडियो बनाएँ। अनि अब चाहिँ हामी एयरपोर्टमा आयौँ। एयरपोर्टको नजिकै आयौँ। आजको हाम्रो घुमेर एकदमै रमाइलो भयो। यो पल पनि कहिले पनि साथीहरूसँग कहिले पनि बिर्सिन नसक्ने पल भयो। अब चाहिँ हामीले घर जान्छौँ। अरू भिडियो चाहिँ मैले खिचेन। एकदमै दो भइरहेको थियो घामले, दिनभरि घाममा हिँडेको भएर होला।
अरू चाहिँ खिचेन, एयरपोर्टसम्म आएको मात्र खिचे। लगायत सबैले माया गरिदिनु, सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु। सबैलाई धेरै धेरै धन्यवाद।